नमस्कार साथीहरू, फेरि म आज आएँ है। यो मेरो भिडियो हेरेर चाहिँ लाइक गरिदिनु हुने, फलो गर्ने र कमेन्ट गर्ने सम्पूर्ण साथीहरूलाई चाहिँ म मेरो चाहिँ हृदयबाट नै म चाहिँ हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धेरै साथीहरूले मलाई सोध्नुहुन्छ तपाईँ चाहिँ कसरी कोरिया जानुभयो? अनि सामान्य काम गर्ने मान्छे अनि कसरी चाहिँ होइन, अनि कसरी चाहिँ यसरी सक्सेस भयो भनेर चाहिँ धेरैले प्रश्न गर्नुहुन्छ है। कुनै कुरा पाउनुलाई कुनै कुरा चाहिँ गुमाउनै पर्छ है। अब चाहिँ कोरिया आउनलाई चाहिँ तपाईँको चाहिँ लगभग 90% मेहनत हो भने चाहिँ 10% चाहिँ लक हो। लक पनि चाहिन्छ है। अनि चाहिँ मेहनत मात्रै गरेर पनि हुँदैन। तर चाहिँ तपाईँहरू सबै साथीहरूलाई चाहिँ के छ भन्दाखेरि पैसा कमाउन सबैलाई मन छ, मिठो खान सबैलाई मन छ, राम्रो लगाउन सबैलाई मन छ होइन, राम्रो ठाउँमा जान सबैलाई मन छ, महिनामा 2.5-3 लाख रुपियाँ कमाउन सबैलाई मन छ। तर के छ थाहा छ, हामी चाहिँ दुःख गर्न एकदम डराउँछौँ र अल्छी गर्छौँ। तपाईँले चाहिँ मनबाट अल्छीलाई हटाउन पर्यो। कुनै बेला म पनि बिहान 4 बजे 4:30 बजे उठेर क्लास जान्थेँ र क्लास गएर चाहिँ 1 घन्टा क्लास लिएर फेरि आफ्नो दैनिक गर्ने कामहरू गर्थेँ र साँझ पनि मैले 1 घन्टा मोबाइल चलाउने टाइमलाई निकालेर मैले चाहिँ पढ्नमा त्यो टाइम खर्च गरेँ। टाइम दिनमा 24 घन्टा हुन्छ। 24 घन्टामा हामीले 8 घन्टा काम गर्छौँ। 8 घन्टा सुत्दाखेरि हामीले पर्याप्त निद्रा पुग्छ र बाँकी रह्यो 8 घन्टा। 8 घन्टालाई चाहिँ हामीले कसरी सदुपयोग गर्ने त्यो समयलाई भन्नेमा चाहिँ भर पर्छ। हेर्नुहोस्, त्यही भएर तपाईँहरू पनि अब कमसेकम हामीहरू चाहिँ सकेसम्म धेरै समयहरू नेपालमा के छ भन्दाखेरि मोबाइलमै खर्च गरिरहेका छौँ। तपाईँहरू चाहिँ मोबाइलमा टाइम खर्च नगरेर यदि तपाईँलाई पनि कोही साथीहरू धेरै साथीहरूलाई चाहिँ होइन मैले जीवनमा केही गर्नुपर्छ, होइन पैसा कमाउनुपर्छ, अब मेरो त जिन्दगी यस्तै गयो, म चाहिँ दुःख गर्नु पऱ्यो भने चाहिँ भोलि अब आउने मेरो छोराछोरीहरूको लागि चाहिँ मैले केही गर्नुपर्छ भन्ने लाग्छ भने हजुरहरू भोलि भन्ने होइन। त्यसको लागि चाहिँ हजुरहरू आजैबाट त्यसको लागि चाहिँ प्रयास गर्नु भएपछि तपाईँहरूले 8 घन्टा काम गर्नुहोस्। कोरियाका लागि म तपाईँहरूले भन्दैन कि यसकै लागि मात्रै टाइम दिएर बाँकी काम नगर्नुहोस् भन्दैन। किन भन्दाखेरि पास भएर पनि यसको लागि चाहिँ आउनलाई ग्यारेन्टी चाहिँ छैन। तर 90% मेहनत गरेर 10% लकले साथ दियो भने चाहिँ तपाईँहरू पक्कै पनि आउनुहुन्छ। मेरो पनि अनुभव सुनाउँदाखेरि म चाहिँ 1 वर्षको अध्ययन गरेर पास भएपछि 4 महिना पछि चाहिँ मेरो इस्यु भएको थियो। त्यसपछि चाहिँ म लगतै पढ्न सुरु गरेको 2 वर्षभित्रमा चाहिँ म कोरिया आइसकेको थिएँ। त्यही भएर हजुरहरूले पनि आजैबाट मेहनत गर्नु भएपछि के थाहा, हजुर पनि 2 वर्षभित्रमै कोरिया आएर 2.5 लाख 3 लाख कमाउने भइहाल्नुहुन्छ र हजुरको दुःखले हजुरका छोराछोरी, हजुरको परिवारहरूको चाहिँ भविष्य उज्जवल हुन्छ भने हजुरले दुःख किन नगर्ने? तपाईँले धेरै दुःख गर्नु भन्दैन मैले। बिहान 1 घन्टा क्लास लिनुहोस्, साँझ चाहिँ त्यही क्लास लिएकोलाई साँझ रिभिजन गर्नुहोस्। कोरियन भाषाको लागि चाहिँ एकदम रिभिजन गर्न चाहिँ एकदम महत्त्वपूर्ण हुन्छ। त्यसको लागि चाहिँ हजुरले यदि कोरिया आउन चाहनुहुन्छ भने कसरी आउने, कसरी पढ्ने, यसको लागि चाहिँ कसरी गर्ने भन्नुहुन्छ भने मलाई कमेन्ट गर्नुहोस्। म हजुरलाई चाहिँ मेरो अनुभवहरू बताउने छु, अनुभव सुनाउने छु र हजुरहरू पनि आजैबाट यदि कोरिया आएर 2.5 लाख 3 लाख कमाउँछु महिनाको, जबकि तपाईँले नेपालमा बसेर 2.5 लाख 3 लाख रुपियाँ वर्षभरि दुःख गरे पनि कमाउन सक्नु हुँदैन। हजुरको सपना चाहिँ नेपालमा बसेर मलाई लाग्छ पुरा हुन सक्दैन।
त्यसको लागि चाहिँ तपाईँले चाहिँ युरोप कन्ट्रीहरूतिर जानुभयो भने पनि राम्रै छ, तर त्यहाँ लगानी लाग्छ, यहाँ चाहिँ लगानी लाग्दैन। त्यहाँको तलबभन्दा लगभग डबल नै छ यहाँ तलब चाहिँ। तपाईँले कम लगानीमा चाहिँ 2 लाखदेखि 3 लाख या 4 लाख तपाईँ कसरी कति काम गर्न सक्नुहुन्छ। तपाईँले काम गर्न सक्नु पर्यो, पैसा यहाँ जति पनि छ। त्यसको लागि चाहिँ मैले यस्तै अनुभवहरूको लागि फेरि पनि भिडियो लिएर आउनेछु। हजुरले मलाई फलो गर्नुहोस्, हजुरले कमेन्ट गर्नुहोस्, कमेन्टको रिप्लाई म दिनेछु भन्दै ल के छ त हजुर, यस्तै टोपी लाउने दिन पनि आइहाल्छ। त्यही भएर यस्तै टोपी टक्क लाएर मजाले चाहिँ नेपालको एयरपोर्टबाट टोपी र ज्याकेटसहित कोरिया आउने होइन त। त्यसको लागि मलाई फलो गर्नुहोस्, हजुरहरूलाई मैले चाहिँ त्यसको रिप्लाई दिनेछु भन्दै बिदा हुन्छु। हवस् त, नमस्ते।